राज्यको नागरिकले इक्वेटेड कर दाता भइरहँदा कुनै पनि कन्डिसन नरहिकन राज्यको शर्तहरू मानेर बाँचिरहेको मान्छेहरू कहिले पनि अनाधिकृत अथवा चाहिँ गैर कानुनी हुँदैनन्। त्यसैमाथि पनि सुबासी बस्ती, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरूको कुरा गर्ने हो भनेदेखि कानुनका विभिन्न धाराहरूले, संविधानको अन्तर्गत बनेको विभिन्न ऐनहरूले प्रष्ट यो समुदायलाई पहिचान गरेको छ। त्यो पनि अपराधी भनेर पहिचान गरेको छैन, नागरिकै भनेर पहिचान। राज्यको नागरिकले इक्वेटेड कर दाता भइरहँदा कुनै पनि कन्डिसन नरहिकन राज्यको शर्तहरू मानेर बाँचिरहेको मान्छेहरू कहिले पनि अनाधिकृत अथवा चाहिँ गैर कानुनी हुँदैनन्। त्यसैमाथि पनि सुबासी बस्ती, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरूको कुरा गर्ने हो भनेदेखि कानुनका विभिन्न धाराहरूले, संविधानको अन्तर्गत बनेको विभिन्न ऐनहरूले प्रष्ट यो समुदायलाई पहिचान गरेको छ। त्यो पनि अपराधी भनेर पहिचान गरेको छैन, नागरिकै भनेर पहिचान।